हेलो साथीहरू, आज फेरि म तपाईहरुलाई अर्को एउटा खुराक लिएर आएको छु। त्यो चाहिँ के हो भन्दाखेरि सब्जेक्ट सिलेक्सन व्हाइल यु एप्लाइङ फर द एब्रोड। खासै धेरै मेहनत गर्नुहुन्न होला है सब्जेक्ट सिलेक्सनमा, बट अबदेखि गर्नुस्। न्युजिल्यान्डमा अहिले स्टुडेन्टले 25 आवर्स पर विक काम गर्न मिल्छ, बट काम गर्नको लागि त तपाईसँग टाइम पनि हुनु पर्यो। टाइम हुनको लागि तपाईले स्टडी पनि भ्याउनु पर्यो। सो हामीले चाहिँ अब कस्तो खालको सब्जेक्ट सिलेक्सन गर्ने? एक्जाम्पल प्रोफेसनल अकाउन्टिङ पढ्नु भयो भने हप्तामा 5 दिन क्लास जानुपर्छ। त्यसको असाइनमेन्ट एन्ड लोडेड आर लाइक बल्की। अनि तपाईले सेम सब्जेक्टको तपाईले डिजिटल बिजनेस अर समथिङ लाइक दैट रिलेटेड टु द आईटी त्यो चुज गर्नु भयो भने तपाईले हप्ताको 2 to 3 डेज मात्रै कलेज जानुपर्छ र त्यसको असाइनमेन्ट लोड पनि के हुन्छ भन्दाखेरि कम हुन्छ। So comparatively you will get more hours to get the job. That's why, because तपाईं फेरि स्टडीमा पनि आफू पास हुनु भएन भने PSW नआउने चान्स हाई हुन्छ। त्यसैले सब्जेक्ट सिलेक्सन गर्दाखेरि इजी प्लस लेस टाइम कन्ज्युमिङ सब्जेक्ट सिलेक्सन गर्नु होला। I think you all get those information from the university website and this is from the particular subject. यो सबै तपाईहरुले हेर्नुभयो। नेपालमा चाहिँ थोरै लाइक 2 to 3 hours बढी मेहनत गर्नुभयो भने चाहिँ यहाँ आएर चाहिँ अल टुगेदर यु विल ह्याभिङ अ चिल लाइफ। त्यही भएर यो चाहिँ तपाईहरुले ध्यान दिनु होला। र यदि तपाईले विदेशमा आएर कामै खोज्नु भयो भने पनि तपाईलाई कस्तो हुन्छ भन्दाखेरि तपाईको वीक डेजमा जति धेरै अवेलेबल डेज छ तपाईले काम पाउने चान्सेस त्यति हाई हुन्छ। फर एक्जाम्पल म अहिले यहाँ नेपालबाट यहाँ आएर काम खोजेछु, तर मेरो हप्तामा 4 दिन कलेज जानै पर्छ। असाइनमेन्टको लोड इज लाइक हेभी। मेरो लाइफ चाहिँ हार्ड छ। सो तपाईहरुलाई चाहिँ यस्तो हार्ड लाइफ चाहिएको छैन, इजी चिल बिल लाइफ चाहिएको छ भने एक त मैले काम पाउने चान्स कम हुन्छ। अर्को भनेको पायो भने पनि मैले त्यो हप्तामा 25 आवर्स काम गर्नलाई यति धेरै मेहनत गर्नुपर्छ। किन भन्दाखेरि म हप्तामा 4 दिन त कलेज जानुपर्छ, त्यसको असाइनमेन्ट पनि भ्याउनुपर्छ, त्यसको ल्याब भ्याउनुपर्छ, त्यसको वर्कसप भ्याउनुपर्छ। लाइक इनफ चीज छ मलाई गर्नको लागि कामभन्दा बाहेक। सो यदि तपाईं पढ्न मात्रै जान लाग्नु भएको छ भने you can have lots of scholarships, you can have PhD, you can have like other programs, and the most one important is master by research program, जुन चाहिँ कम्पेरेटिभली टप प्रोग्राम भन्दा सस्तो हुने गर्छ म्याक्सिमम युनिभर्सिटिजहरुमा। So before choosing the subject you need to ask yourself a question, being honest with you। के भन्दाखेरि तपाईले म विदेश साच्चै नै पढ्न मात्रै जान लागेको हो कि मेरो एक्जिस्टेन्स त्यहाँ बनाउन जान लागेको हो? एक्जिस्टेन्स बनाउनु मिन तपाई त्यहाँ काम पनि गर्न जान लाग्नु भएको हो, जुन चाहिँ हाम्रो नेपालबाट एप्लाई गर्ने स्टुडेन्टहरुले म्याक्सिमम केसमा रिसर्च नै गर्नु भएको हुँदैन। त्यसैले इफ तपाईले मास्टर बाइ रिसर्च प्रोग्रामबाट अप्लाई गर्नुभयो भने यु नीड टु ह्याभ 2 years अफ मास्टर्स इन मोस्ट अफ द कन्ट्री, बट इन केस अफ द न्युजिल्यान्ड तपाईले 1 year को पनि पाउन सक्नुहुन्छ।